नमस्ते। एउटा प्रश्न सोधौँ है। के साँच्चै सोचाइलाई मात्रै आधार बनाएर धन कमाउन सफल हुन सकिन्छ त? सुन्दा अलि अचम्म लाग्ला, तर एउटा एकदमै चर्चित किताबले भन्छ सकिन्छ। हो, आज हामी त्यही किताबको एउटा मुख्य सिद्धान्तमा कुरा गर्नेछौँ। आखिर हरेक ठूलो उपलब्धिको सुरुवात, त्यो पहिलो बिन्दु कहाँबाट हुन्छ त? आउनुहोस् सुरु गरौँ। यो किताबको र आजको हाम्रो यो चर्चाको पनि मुटु नै यही हो। विचारहरू वस्तु हुन्। मतलब हाम्रा सोचाइहरू खालि हावामा उड्ने कुरा होइनन्, तिनमा शक्ति हुन्छ। कतिबेला जब त्यो सोचाइमा एउटा स्पष्ट लक्ष्य, निरन्तरको लगनशीलता र सबैभन्दा महत्त्वपूर्ण त्यसलाई पाउने एउटा आगो जस्तो तीव्र इच्छा मिसिन्छ, तब त्यो सोचाइ साँच्चै शक्तिशाली बन्छ। यो कुनै दार्शनिक कुरा मात्रै होइन है, यो एउटा सूत्र हो। र आज हामी केही कथाहरू मार्फत यो सूत्रले कसरी काम गर्छ त्यो हेर्नेछौँ। ल, अब यो सिद्धान्तलाई व्यवहारमा हेरौँ है त। हाम्रो पहिलो कथा छ एडविन सी बार्न्सको। खासै कोही नचिनेको एकदमै साधारण मान्छे, तर उनले आफ्नो सोचाइको शक्तिले मात्रै कसरी विश्वकै सबैभन्दा महान आविष्कारक थमस एडिसनसँग पार्टनरशिप गरे, त्यो कथा साँच्चै प्रेरणादायी छ। तर कथामा जानु अघि एउटा शब्दलाई राम्ररी बुझौँ, तीव्र इच्छा वा बर्निङ डिजायर। यो भनेको मलाई त्यो चाहिएको छ भन्ने जस्तो सामान्य इच्छा होइन है। यो त एउटा यस्तो गहिरो, एकदमै स्पष्ट र लगातार मनमा आइरहने चाहना हो, जुन बिस्तारै एउटा जुनुन बन्छ। यस्तो जुनुन जसले त्यो लक्ष्य पाउनका लागि जेसुकै गर्न पनि तयार बनाउँछ। बार्न्सको लक्ष्यमा कुनै दुविधा थिएन, एकदमै सफा थियो। उनी थमस एडिसनको लागि काम गर्न गएका थिएनन्, होइन? उनी त एडिसनसँग काम गर्न चाहन्थे, उनको बिजनेस पार्टनर बन्न। सुन्दा त यो सानो फरक जस्तो लाग्छ नि, होइन र? तर यही सानो फरकले उनको जिन्दगीको पुरै बाटो नै बदलिदियो। अब बार्न्सको अवस्था कस्तो थियो त्यो पनि हेरौँ न। उनको साथमा के थियो र के थिएन। विपक्षमा हेर्ने हो भने हालत खराब थियो। रेलको टिकट किन्ने पैसासम्म थिएन, एडिसनलाई चिन्दैनथे, अनि हेर्दा भनौँ न एक सामान्य फिरन्ते जस्ता देखिन्थे। तर उनको पक्षमा जे थियो नि, त्यो पैसा र परिचयभन्दा कैयौं गुणा शक्तिशाली थियो। के थियो त? त्यही आगो जस्तो तीव्र इच्छा, एउटा स्पष्ट लक्ष्य र जे भए पनि हार नमान्ने अठोट। वर्षौंपछि थमस एडिसन आफैले त्यो पहिलो भेटको बारेमा भनेका छन्। उनले भने, ऊ मेरो अगाडि उभिएको थियो, उसको अनुहार हेर्दा नै थाहा हुन्थ्यो कि ऊ जे लिन आएको हो त्यो नलिकन यहाँबाट जाँदैन। जब कसैले कुनै कुरा यति गहिरो गरी चाहन्छ नि, उसले जितेरै छाड्छ। मतलब एडिसनले बार्न्सको बाहिरी हुलिया, उसको फाटेको लुगा हेरेनन्, उनले त उसको भित्रको त्यो नडगमगाउने इच्छा देखे। तर यो सबै रातारात भएको चमत्कार भन्ने होइन। बार्न्सले मालगाडी चढेर आए अनि एडिसनको अफिसमा एउटा सामान्य सानोतिनो काम गर्न थाले। महिनौं बित्यो, तर उनले आफ्नो लक्ष्य बिर्सेनन्। बरु त्यो इच्छालाई मनमा अझै बलियो बनाउँदै सही मौका पर्खेर बसे। अनि एक दिन त्यो मौका आयो। एडिसनले एउटा नयाँ मेसिन बनाए, डिक्टेटिङ मेसिन। तर उनका अरू सेल्सम्यानहरूले यसमा खासै दम देखेनन्, यो बिग्दैन भने। तर बार्न्सले, उनले चाहिँ आफ्नो जिन्दगी बदल्ने मौका देखे, अनि उनी अघि सरे। र परिणाम शानदार थियो। 30 वर्षभन्दा लामो चल्ने एउटा मजबुत बिजनेस पार्टनरशिप। यतिसम्म कि एउटा नारा नै चर्चित भयो, मेड बाई एडिसन एन्ड इन्स्टल्ड बाई बार्न्स। सोच्नुहोस् त, यो सबै कहाँबाट सुरु भयो? एउटा नदेखिने तर एकदमै शक्तिशाली इच्छाबाट। ल, यो त भयो बार्न्सको कथा, जसले लगनशीलताले कसरी सफलता दिलाउँछ भन्ने देखायो। तर जब यही लगनशीलता टुट्छ, तब के हुन्छ? अब एउटा ठिक उल्टो कथा सुनौ। यो कथाले असफलताको सायद सबैभन्दा ठूलो कारण देखाउँछ, धेरै चाँडै हार मान्नु। कुरा हो गोल्ड रसको समयको। आर्य डार्बी भन्ने व्यक्तिका काका सुन खनेरै धनी बन्ने सपना बोकेर पश्चिमतिर लागे। उनले एउटा ठाउँमा आफ्नो दाबी ठोके र सुनको खोजीमा जमिन खन्न सुरु गरे। सुरुमा त सबै ठिकठाक चल्यो। हप्तौंसम्म खनेपछि उनीहरूले साँच्चीकै सुनको धाउ फेला पारे, चम्किलो सुन। अनि त के चाहियो? उनीहरूले पैसा उठाए, ठूला मेसिन किने। यस्तो लाग्यो कि त्यो खानी कोलोराडोको सबैभन्दा धनी खानी बन्ने भयो। तर अचानक त्यो सुनको धाउ कता हरायो कता? उनीहरूले केही समय आत्तिएर यताउता खने, तर केही भेटिएन। अनि अन्तमा उनीहरूले हार माने, खन्नै छोडिदिए।
उनीहरू यति निराश भए कि आफ्ना सबै महँगा मसिनहरू एउटा कबाडीलाई कौडीको भाउमा केही $100 बेचेर घर फर्के। सोच्नुस् त, करोडौंको सपना केही $100 बिक्री भयो। तर यहाँनिर एउटा रमाइलो कुरा छ। त्यो कबाडीवालालाई त्यस्तो के थाहा थियो होला जुन डार्बे र उनका काकालाई थाहा थिएन? त्यो कबाडीवाला उनीहरू जस्तो हतार गर्ने खालको थिएन। उसले के गर्यो भने एकजना माइनिङ इन्जिनियरलाई बोलायो। त्यो इन्जिनियरले सबै हिसाब किताब गरेर भन्यो, चिन्ता नगर्नुस्, सुन कतै गएको छैन। यहाँ एउटा फल्ट लाइन छ, एउटा भौगोलिक दरार। सुनको धाउ ठिक यसको पल्लोपट्टि फेरि सुरु हुन्छ। अब यो प्राविधिक कुरा पुराना मालिकहरूलाई थाहा हुने कुरै भएन। अनि थाहा छ त्यो सुन कहाँ भेट्यो? जहाँ उनीहरूले खन्न छोडेका थिए नि, हो ठिक त्यहीबाट जम्मा 3 फिट पर। सोच्नुस् त, केवल 3 फिट। 3 फिटको दूरीले उनीहरूलाई करोडपति बन्नबाट रोक्यो। अनि त्यो कबाडीवालाले उसले त्यही खानीबाट लाखौं करोडौं डलरको सुन निकाल्यो। किनकि उसलाई एउटा कुरा थाहा थियो, हार मान्नु अघि जान्ने मान्छेको सल्लाह लिनुपर्छ। डार्बीहरूको गल्ती नै यही भयो। उनीहरूले टेम्पररी डिफिट अर्थात् केही समयको हारलाई पर्मानेन्ट फेलियर अर्थात् सधैँको लागि असफलता ठानी। तर कथा यहाँ सकिँदैन। डार्बीले आफ्नो त्यो भयानक गल्तीबाट एउटा यस्तो पाठ सिके जुन उनको जिन्दगीको सबैभन्दा ठूलो सम्पत्ति बन्यो। कसरी? उनले लगनशीलताको कला सिके। एक दिन डार्बीले एउटा सानो तर अचम्मको घटना देख्यो। एउटी सानी नानीले उनका 3 काकासँग 50 सेन्ट मागिन्। काका त झोकिएर चिच्याए, जा यहाँबाट घर जा। तर त्यो नानी टस्को मस भइन। काकाले अझै धम्काउन खोजे, तर त्यो बच्चीले आफ्नो ज्यानको पूरा बल लगाएर चिच्याई, मेरी आमालाई त्यो 50 सेन्ट चाहिन्छ। उसको आवाजमा डर थिएन, एउटा गजबको आत्मविश्वास थियो। त्यो सानी नानीको यस्तो दृढता देखेर काका एकछिन त अक्क बक्क भए। उनले हातमा बोकेको लौरो बिस्तारै भुइँमा राखे अनि चुपचाप खल्तीबाट 50 सेन्ट झिकेर त्यो नानीलाई दिए। सोच्नुस् त, त्यो सानी बच्चीले एउटा वयस्क रिसाहा मान्छेलाई आफ्नो जिद्दीले हराइदिए। यो सबै हेरिरहेका डार्बीले त्यहीँनिर एउटा ठूलो पाठ सिके। उनले बुझे, कसैले हुँदैन भन्दैमा त्यसको मतलब सधैँको लागि हुँदैन भन्ने नहुँदो रहेछ। उनले यही पाठ, यही अडिग रहने कलालाई आफ्नो काममा प्रयोग गरे। उनी एक सफल इन्स्योरेन्स सेल्सम्यान बने र अचम्मको कुरा, उनले धेरैजसो बिमा ती मानिसहरूलाई बेचे जसले सुरुमा नो भनेका थिए। त्यसो भए यी 3 कथाहरू, एडविन बार्न्सको, त्यो सुनखानीको र त्यो सानी बच्चीको, यी सबैले हामीलाई कहाँ पुर्याउँछन् त? एउटै शक्तिशाली सिद्धान्तमा, त्यो हो आफ्नो सोचाइलाई नियन्त्रण गर्ने शक्ति। त्यसो भए उपलब्धि हासिल गर्ने बाटो के रहेछ त? सारमा भन्नुपर्दा, सुरुमा चाहियो एउटा आगो जस्तो तीव्र इच्छा। त्यसपछि त्यसलाई एउटा स्पष्ट लक्ष्यमा ढाल्नु पर्यो अनि त्यो लक्ष्यमा नडगमगाइकन लगनशीलताका साथ लागिरहनु पर्यो। यो पनि बुझ्नु पर्यो कि बाटोमा आउने सानातिना हारहरू सधैँका लागि असफलता होइनन्, किनकि धेरैजसो सफलता हामीले अब सकिन्न भनेर हार मान्ने बिन्दुभन्दा ठिक 1 कदम पर कुरिरहेको हुन्छ। याद राख्नुपर्ने सबैभन्दा ठूलो कुरा यही हो, एउटा नदेखिने सोचाइलाई साँच्चीकैको भौतिक वास्तविकतामा बदल्न सकिन्छ। र अन्त्यमा यो शक्तिशाली भनाइलाई मनमा राखौं, हरेक व्यक्ति आफ्नो भाग्यको मालिक हो, आफ्नो आत्माको कप्तान हो। किनभने हरेक व्यक्तिसँग आफ्नो सोचाइलाई नियन्त्रण गर्ने शक्ति हुन्छ। अब त्यो शक्तिलाई कसरी प्रयोग गर्ने हो, त्यही कुराले नै सबै फरक पार्छ।